हेलो साथीहरु, यहाँ चाहिँ देख्न सक्नुहुन्छ केक अनि त्यसपछि बुके। वाउ कस्तो दामी, वाउ है कस्तो मिठो कलर। अनि यो केक अनि यो बुके चाहिँ कसले पठाइदिएको भन्नुहुन्छ भने मेरो साथी बिना विष्णुमायाले। उ चाहिँ यहाँ अहिले छैन, उ चाहिँ सासु बिरामी भएर चाहिँ हिजोदेखि नै धरान गोपामा छ। अनि यस्तो अवस्थामा पनि साथीलाई सम्झेर माया गरेर पठाइदिएकोमा एकदमै म चाहिँ आत्मादेखि नै धन्यवाद भन्न चाहे तँलाई। अब आइज अनि आएपछि पार्टी खानुपर्छ, पार्टी है। अनि यति धेरै दुःख पनि गर्नु पर्दैन थियो विष्णुमाया, त्यही पनि हैन साथीको लागि यस्तो सम्झेर माया गरेर ल्याइदिस। अब म खै के भनौँ र, कुनै भन्ने शब्दै छैन ममा है। यस्तो अवस्थामा पनि साथीलाई माया गरेर ल्याइदिएकोमा एकदमै धेरै 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 धन्यवाद भन्न चाहन्छु। अनि अब आइज अनि आएपछि पार्टी खानुपर्छ ल। मैले चाहिँ अनि बजार गएको थिएँ, अनि यहाँ चाहिँ मनाङले ल्याइदिएको रहेछ, अनि सायरले राखिदिइराखेको रहेछ। अनि मैले चाहिँ भिडियो बनाएँ। अब यसलाई चाहिँ म काटेर खानेवाला छु। साथीहरू धन्यवाद, तँलाई पनि धेरै धेरै धन्यवाद यति धेरै साथीलाई माया गरेर केक अनि बुके पठाइदिएकोमा ल।